भन्ने एउटा हरिलठकले नेतृत्व गरेको छ। अनि सुशीला कार्की भन्ने अर्को हरिलठक नि। यसको दम छ भने लगाएर थुन मलाई। यहाँ कत्रा कता जनताबाट निर्वाचित प्रधानमन्त्री त मलाई केही गर्न सकेनन्। अनि यस्ता काकताली परेका चिट्ठा परेकाहरूले के गर्न सक्छ यिनले? यिनको दम छ त मलाई थुन्ने? यो एउटा गाई काट्नुपर्छ भनेर हिँड्ने, अमेरिकी डलर खाने यो मलाई गृहमन्त्रीको दम छ त मलाई छोड्ने? स्कुल हिँडेको विद्यार्थीलाई आन्दोलन पठाउने कसले? बालेनले होइन, अमेरिकी युथ काउन्सिलबाट पैसा खाने अनि निर्दोष बालबालिकालाई भिड्न पठाउने। अनि बालबालिका मृत्यु भयो नि त। यो कुरा बालबालिकालाई थाहा छैन, त्यसैले जेनजेड पुस्ता सक्कली पुस्तालाई गाली गर्यो भने हामीलाई ठुलो पाप लाग्छ। बालन शाहले यहाँ सबै जिम्माले संसदमा आगो लाउँछु भने, सिंहदरबारमा आगो लाउँछु भने दुनियाँ भने। अनि यिनीहरू सुशीला कार्की, बालन शाह यस्ता व्यक्तिहरू सबैजना बसेर चाहिँ अब सुशीलालाई जसरी पनि प्रधानमन्त्री बनाउने भनेर उहाँहरूले उम्मेदवार खडा गर्नुभयो। अब काठमाडौँको मेयरहरूले के गर्न सक्छ यिनले? यिनको दम छ त मलाई थुन्ने? यो एउटा गाई काट्नुपर्छ भनेर हिँड्ने, अमेरिकी डलर खाने यो मलाई गृहमन्त्रीको दम छ त मलाई छोड्ने? स्कुल हिँडेको विद्यार्थीलाई आन्दोलन पठाउने कसले? बालेनले होइन, अमेरिकी युथ काउन्सिलबाट पैसा खाने अनि निर्दोष बालबालिकालाई भिड्न पठाउने। अनि बालबालिका मृत्यु भयो नि त। यो कुरा बालबालिकालाई थाहा छैन, त्यसैले जेनजेड पुस्ता सक्कली पुस्तालाई गाली गर्यो भने हामीलाई ठुलो पाप लाग्छ। बालन शाहले यहाँ सबै जिम्माले संसदमा आगो लाउँछु भने, सिंहदरबारमा आगो लाउँछु भने दुनियाँ भने। अनि यिनीहरू सुशीला कार्की, बालन शाह यस्ता व्यक्तिहरू सबैजना बसेर चाहिँ अब सुशीलालाई जसरी पनि प्रधानमन्त्री बनाउने भनेर उहाँहरूले उम्मेदवार खडा गर्नुभयो। अब काठमाडौँको मेयर बालन शाहलाई नै सोध्नुपर्ने कारण के रहेछ? देख्नुभयो होला नि, अमेरिकी युथ काउन्सिलबाट लाखौँ अमेरिकी डलर खाने, त्यसपछि लाएर जेनजीहरूलाई उत्पात मचाउ भन्ने नेतृत्व गर्न आउनुहोस् तपाईँ भन्दाखेरि पुच्छर लुकाएर लुक्ने दुलोमा उहाँको चाहिँ अब पुच्छर लुकाएर लुक्ने। अनि प्रधानमन्त्री बन्ने कुरा आउँदाखेरि 6 महिने हो, 6 महिनामा म किन बन्ने भन्ने। अनि जेनजेडका प्रतिनिधिहरू गएछन् उहाँ तपाईँको चाहिँ सेनाको मुख्यालयमा। दुर्गा परसाई र रासोपालाई सोधेर आउनुहोस्, स्टेक होल्डर उनीहरू पनि हो भनेको छ। अनि मैले केही दिनदेखि एउटा स्ट्याटस लेखिरहेको थिएँ, हाने छु यो लेखे बाबत मर्न पनि तयार छु, म भागेको छैन। बिहान मलाई दुर्गा परसाईजीले फोन गर्नुभयो, ल साथीहरू तपाईँले ध्यान दिएर सुन्नुहोस् है, यो कुरा आउनु पर्यो। उहाँले मलाई फोन गरेर के हो सफलजी, तपाईँले त पुरा दुर्गा परसाईको पनि मिले म त छु आन्दोलनमा, दुर्गा परसाई पनि हो भनेर लेख्नु भएछ, यो त होइन नि भन्नुभयो। मैले पनि दाइ तपाईँसँग मेरो आग्रह पूर्वाग्रह केही पनि छैन, दाइ नै भन्छु। तर नेपाली सेनाको प्रमुखले दुर्गा परसाई र रवि लामिछानेको पार्टी राष्ट्रसभा स्टेक होल्डर हो, उनीहरूसँग सल्लाह गरेर आउने किन भनेको त? यो कुरा तपाईँले प्रश्न पार्नुहोस् भनेपछि उहाँले के भन्नुभयो भने, म राष्ट्रवादी मान्छे हो सफलजी, तपाईँलाई थाहै छ, म अब वैदिक सनातनी धार्मिक व्यवस्थामा आस्था गर्छु, बालनलाई म आउँछु जेनजेडमा म एकैवटा जनाउँछु भन्दाखेरि बालनले तपाईँ आउनु पर्दैन भनेर चाहिँ भनिदिनु भयो। बालनले नआइज भनेर म नआएको हो भन्नुभयो। अब हेर्नुहोस् है, अब यो बालन शाहलाई लगेर यहाँहरूले भनिदिनु होला। अनि मैले भन्छु दुर्गा प्रसादजीलाई, तपाईँले मलाई फोन गरेर भन्नुभयो, मैले यो कुरामा प्रेस मिटमा भन्छु भनेको थिएँ, तपाईँ के आधारमा चाहिँ सेना प्रमुख किन गए? तपाईँ जेनजी पनि होइन, जेनजी नभएको मान्छे सेनापतिको मिटिङमा किन जानुभयो? कि तपाईँलाई पनि प्रधानमन्त्री बन्न भनेर तपाईँ जानुभएको? त्यसैले गर्दाखेरि यसको जवाफ दिनको लागि म दुर्गा प्रसादजीलाई अनुरोध गर्दछु। अब आज मैले मुख्य निशाना भनेको बालन शाह हो। एउटा अमेरिकाबाट आएको जेलेन्स्कीलाई जेलको हावा खुवाइदिए, अहिले पनि जेलको हावा खाने, अति कैदी निस्किँदाखेरि आफू निस्केर भाँड भैलो मचाउने, अहिले पनि झोला बोकेर भित्र गएका छन्। साइ नै लाउँ भने त भिनाजु पर्छ। के गर्नु, त्यो दिदीको अनुहार हेर्दाखेरि साह्रो माया लागेर आउँछ। दिदी के गर्नु, तिम्रो पोइ गतिलो परेन, तिम्रो पोइ नै गतिलो नपरिसकेपछि अब के गर्नु मैले? अब माया त लाग्छ, म कुनै त्यो ढुङ्गा पत्थर भएको मान्छे होइन, माया लाग्छ, यति धेरै लाग्छ नि कुरा गरी साध्य छैन। तर भिनाजु गतिलो नपरेपछि त्यो भयो। म बालन शाहलाई भन्न चाहन्छु, तपाईँ अमेरिकी युथ कमिटीको काउन्सिलको मेम्बर हो कि होइन? कति डलर खानुभयो, कति लाख करोड खानुभयो? तपाईँले चाहिँ
तपाईलाई थाहा छैन होला, हाम्रो आइआइबी भन्ने पनि छ। कुनै बेलामा बालेन शाह तिनकुनेको चौरमा जान्थे। चौरमा जाने, घाम ताप्ने, गाँजा खाने, ओ केटा हो भाइहरू के छ भन्ने। अनि प्रत्येक काठमाडौँवासीहरूका एक एकजना मेम्बर चाहिँ उनी कहाँ जान्थे। तपाईँको घरमा कति मान्छे छन्? यति छन्। हो ल 10 भोट छ भने 10 भोट सुरक्षित है भन्दैनौ भन्ने। 88,000 कति निकालेका थियो तिनले, ठ्याक्कै त्यतिले भोट हाले। हेर्नुहोस् अब बालेनको। अनि पहिलादेखि नै अमेरिकाबाट सञ्चालित बालेन शाह भने मैले पहिल्यै भने हो। अनि अब नेपालमा फेरि के बताउँदा केपी ओलीलाई सबले गाली गर्ने, एमसिसीको मत्यार केपी ओली, गिरिबन्धु है। अनि त्यसपछि आएर अब प्रचण्डहरू, देउबाहरू यी सबै बुढा पुराना भए। अब नयाँ दलाल त चाहियो नि त। अब नयाँ दलालको रूपमा बालेन शाहको जन्म भएको। अनि अमेरिकी एजेन्टले यत्रो तोडफोड हुँदाखेरि मेरा प्यारा भाइ बहिनीहरू तोडफोड नगर, तोडफोड गर्न हुन्न, आगो नलगाऊ भन्ने होइन, किन नभनेको त? अनि यो सेनापतिसँग वार्ता गर्न किन जान्छ यो बालेन भन्ने? यसको हैसियत के छ? यो दलाललाई यो देशमा बस्ने अधिकार छ? यो दलाल होइन भने मसँग टक गरोस्, म कहाँ गएर कुरा गर्नुपर्छ, म कुटिनुपर्छ कि मारिनुपर्छ कि म मर्न तयार छु। उसको जस्तो दुलोभित्र बसेर म बसेको छैन। म हिँडिराखेको छु खुल्याम, मैले कुनै सेक्युरिटी पनि लिएको छैन। अब झापड मात्रै होइन, श्रद्धाञ्जली मात्रै होइन, गोली खान तयार छु म, मलाई उ छैन। तर यस्ता नयाँ जेलेन्स्की बालेन शाह भन्ने एउटा, अब के भन्नु तिनलाई त्यो त नभनौँ है, यस्ता मान्छेलाई युवराज सफलले अगाडि बढ्न दिँदैन। मैले पहिला भनेको थिएँ यहीँबाट, तपाईँ स्वतन्त्र नेपाली पार्टीको चाहिँ अध्यक्ष बन्नुहोस्, हर्कजी महासचिव बन्नुहोस्, मैले भनेको थिएँ। यिनीहरू तपाईँको चाहिँ अब विदेशीको चाकरी गर्नु परिरहेछ। हर्कजी बिचरा विदेशीसँग तिनको साँठगाँठ छैन है। अब ढुङ्गा बोक्दा, माटो बोक्दा, गिटी कुट्दा फुर्सद छैन, यिनले कहाँबाट विदेशीसँग कुरा गर्नु। अनि अस्ति प्रधान सेनापति कार्यालयबाट के भएछ भने प्रधानमन्त्री बनाउने हो भनेछ। ए भाइ, नेपालको संविधान कुन चाहिँ संविधान छ? सेनापतिले प्रधानमन्त्री नियुक्त गर्छ। हिजो हिजो राजाहरूको पाउ मोलेर दाम चढाएर प्रधानमन्त्री बन्ने प्रचलन थियो। अनि हर्कजी पनि दौडेर आउनुभएछ। उताबाट सागर ढकाल भन्ने एउटा अवसरवादी हरिलट्ठु, त्यो पनि आएछ उफ्री पाफ्री गरेर। अनि मैले भने भदौ महिनामा देउसी खेलेर दक्षिणा पाइन्छ त? सैनिक मुख्यालयमा गएर ए मलाई प्रधानमन्त्री बनाऊ देउसी रे भन्न गएछन्। अब सेनापतिहरूले भनेर पठाएछन्, ए त उनीहरू तीन लडाइँ भयो है, फेरि हानाहान भयो। हेट, तपाईँहरू आफ्नो लिडरै रहन्छ तपाईँहरूको, तपाईँ हानाहान गर्नुहुँदा आफू लड्ने, जानुहोस् तपाईँ, भोलि आउनुहोस्, पर्सि आउनुहोस् भन्दैछ। त्यसपछि तपाईँको चाहिँ के भयो भने हाम्रा जेन्जे पुस्ताहरू बिचरा उहाँहरूलाई म फेरि पनि सम्झिन्छु, उहाँहरूसँग मेरो सम्मान छ। किनभने जेन्जे पुस्तालाई यो सबै कुरा बालेन भन्ने एउटा हरिलट्ठकले नेतृत्व गरेको छ। अनि सुशीला कार्की भन्ने अर्को हरिलट्ठक नि, यसको दम छ भने लगेर थुन मलाई। यहाँ कत्रा जनताबाट निर्वाचित प्रधानमन्त्री त मलाई केही गर्न सकेनन्। अनि यस्ता कागताली परेका, चिट्ठा परेकाहरूले के गर्न सक्छ? यिनले, यिनको दम छ त मलाई थुन्ने? यो एउटा गाई काट्नुपर्छ भनेर हिँड्ने, अमेरिकी डलर खाने, यो मलाई गृहमन्त्रीको दम छ त मलाई छोड्ने? हिजो रवि लाम्छेले सबैभन्दा धेरै मत लिएर आएका मान्छेले त मलाई थुन्न सकेनन्। अनि यस्ता फटाहरूले थुन्न सक्छन् त? अनि के भयो भने बालेन शाहले यहाँ सबै जिम्माले संसदमा आगो लाउँछु भने, सिंहदरबारमा आगो लाउँछु भने, दुनियाँ भने। अनि यिनीहरू सुशीला कार्की, बालेन शाह यस्ता व्यक्तिहरू सबैजना बसेर चाहिँ अब सुशीलालाई जसरी पनि प्रधानमन्त्री बनाउने भनेर उहाँहरूले उम्मेदवार खडा गर्नुभयो। अब आन्दोलन कसरी अगाडि बढाउने त भन्दाखेरि, आन्दोलन अगाडि बढ्न त विद्यार्थीलाई मार्नै पर्छ है। विद्यार्थी र युवालाई मारेपछि त्यसपछि आन्दोलन एकदम रफ्तारमा अगाडि बढ्छ। अनि हाम्रो स्वार्थ पुरा हुन्छ भनेपछि कुन चाहिँ भिजिलान्त या नेपाल प्रहरीको हो, कसले निर्दोष बालबालिका मारेको हो, त्यो हत्यारोलाई छानबिन गर्नको लागि उच्च स्तरीय समिति मैले माग गरेको हो। जसले हानेको भए पनि त्यसलाई कारबाही गर्नुपर्छ। अनि त्यो विद्यार्थीहरूलाई, स्कुल हिँडेको विद्यार्थीलाई आन्दोलन पठाउने कसले? बालेनले होइन, अमेरिकी युथ काउन्सिलबाट पैसा खाने, अनि निर्दोष बालबालिकालाई भिड्न पठाउने। अनि बालबालिका मृत्यु भयो नि त, यो कुरा बालबालिकालाई थाहा छैन। त्यसैले जेनजेड पुस्ता, सक्कली पुस्तालाई गाली गऱ्यौँ भने हामीलाई ठुलो पाप लाग्छ। हामीहरूले गति साँडा भएपछि हाम्रा छोरा भाइ भतिजाहरूले आन्दोलन गर्न नपाउने? सधैँ हजुरबा ठिक छ, बा ठिक छ, काका ठिक छ भन्नुपर्ने? उहाँहरूले आफ्नो अधिकार खोज्नु भएको हो। त्यसैले गर्दाखेरि अहिलेको क्याबिनेट